साथीहरू नमस्कार। अनि आज चाहिँ म धेरै पछाडि लगभग भयो 6-7 महिना अगाडि यो भ्लग बनाउने मैले बिर्सि पनि सकेँ भन्दा नि हुन्छ, किनभने अलिकति बिचमा धेरै बिजी पनि भइयो। भ्याइएन पनि डीहरूको सिजन थियो। अब डेको सिजनमा धेरै फोटो भिडियोहरू खिच्नुपर्ने, 2-4 दिन एउटा डेमा लाग्ने होइन, अनि एडिटिङमा टाइम लाग्ने, आउटडोरमा। त्यसले गर्दाखेरि मैले भ्लगमा त्यति धेरै टाइम दिन सकिरहेको थिइनँ। र यो असारमा चाहिँ अलिक कम्ती परेको हुनाले चाहिँ अहिले चाहिँ अब डेको कामहरू पनि लगभग सकियो होइन। अब त्यही भएर चाहिँ अहिले चाहिँ भ्लगतिर पनि फेरि बनाउन, किन अब च्यानल चाहिँ त्यसरी स्विच गराउने भन्ने पनि भयो होइन। त्यही भएर जस भ्लगलाई अपडेट गर्नुपर्छ, युट्युब अपडेट गरिरहनुपर्छ, एउटा भिडियो हालेर अपडेट त राख्नुपर्छ होइन। फेरि मेरो एउटा मोनिटाइजेसन च्यानल हो, त्यो हिसाबले चाहिँ मैले अब त्यही अपडेट गरौँ युट्युबलाई चाहिँ भन्ने टाइपले पनि एउटा भ्लग बनाउन, त्यही नाम जाँदा आज भनेर एउटा भ्लग बनाइरहेको छु होइन। कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनु होला। फेरि अर्को कुरो कस्तो रह्यो भने चाहिँ अलिक स्वास्थ्य पनि अहिले ठिक छैन, अलिक आवाजहरू पनि अलिक के भएर अलिक भाँसिएको जस्तो भइरहेको छ स्वर, अनि त्यति चिसो लागिरहेको छ, त्यति ठिक पनि छैन। हिजो झापा गएको थिएँ, अनि झापाबाट फर्केर आउँदाखेरि धेरै चिसो लागेर स्वरै भाँसिरहेको छ। अनि त्यस्तो छ साथीहरू अहिले मलाई। र आज फ्रिलान्ससम्म एउटा सानो काम मेरो यो मेरो यो के अरे यो विडिङको काम गरेको थियो एउटा त्यहाँनिर माथितिर पानटोकी छेउमा। उहाँहरू चाहिँ एउटा जानुका जुङको उहाँको के भिडियोहरू चाहिँ मैले दिइसकेँ। उहाँ लन्डन फर्किसक्नुभयो, उहाँले फोटो भिडियोहरू सबै लानु दिइसक्यो। बिचमा मैले एल्बम दिएको छु उहाँलाई, एउटा करिबमा एल्बम, अनि त्यो एल्बम चाहिँ मैले दिएको थिइनँ। त्यही भएर आज एल्बम पुऱ्याइदिउँ र इलाममा पनि सानोतिनो कामहरू थियो होइन, त्यो सम्पूर्ण गरेर फर्छु भन्ने टाइपले आज म जाँदैछु होइन। आज चाहिँ दिन पनि राम्रो छ, एकदम घाम लागेको छ। यस्तो त अब कमै हुन्छ, हिजो पानी परेको थियो अरे यता, म चाहिँ ढाका गएको थिएँ। तर आजको दिन चाहिँ अत्यन्तै सुन्दर, अत्यन्तै राम्रो घाम लागिरहेको छ। त्यो आज चाहिँ कस्तो फिल भएको छ भने एकदम धेरै गर्मी परे जस्तो होइन, एकदमै हिउँदा चाहिँ धेरै हिउँदा हुन्छ नि, पानी नपर्ने टाइम भए जस्तो एकदमै राम्रो सफा दिन भएको छ। बिहानदेखि नै दिन धेरै राम्रो छ। हेरौँ आजको दिन, आजको मेरो यात्रा कस्तो रहन्छ म हजुरहरूलाई देखाउने नै छु है त साथीहरू। ओके हजुर, नयाँ के छ नयाँ बाटो बनाउँदै रहेछ नि साथीहरू। यहाँ चाहिँ I don't think so. No, 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 no. I don't think so. No, 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 no. It's never, ever, 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 ever gonna happen. I don't think so. No, 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 no. I don't think so. No, 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 no. It's never, ever, 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 ever gonna happen. I don't think so. No, 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 no. Maybe someday you'll have it your way. Maybe someday it'll all work out. Until then, nope, a nope, a nope, a nope, definitely nope, a nope, nope, a nope. Probably never, ever, 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 ever gonna happen. रमेश सरलाई कल गरौँला, यहाँ कहाँ हुनुहुँदो रहेछ रमेश सर होइन, कहाँ पुऱ्याउनु पर्ने हो, कल गर है त। व्यस्त छ के भयो त?
रमेश सर अनि कहाँनिर ठ्याक्कै ल्याइदिनु म आउँदैछु कि कहाँनिर माथि कहाँ पो घर हजुरको ए भ्यू टावरमा म ठ्याक्कै आइपुग्छु ल त्यहाँनिर अब नि 5 मिनटमा हुन्छ हुन्छ ल ल 5 मिनट म चाहिँ अहिले ठ्याक्कै यो चुराटीबाट उकालो आएँ होइन माथिल्लो बाटो चाहिँ भ्यू टावर जानुपर्ने हुनाले र यो बाटो किन पनि आयो भने नि मेरो यहाँ चाहिँ एउटा पुरानो रिलेसन जोडिएको छ यहाँभन्दा माथि एउटा रेन्जर अफिस थियो होइन हामी सानोमा यो बाटोभन्दा माथि रेन्जर अफिसतिर खेल्न आउँथ्यौँ अनि यहाँ तल्लो घरतिर जान्थ्यौँ यो चाहिँ पिपलबोटे यतै जन्मेको हो म होइन यहाँनिर यता ठाउँमा सानो बच्चामा मलाई याद छ यताउति अब यताउति धेरै मेरो यादहरू हाम्रो जोडिएको थियो त्यही यहाँनिर म जन्मेको यता यो घरमा यो माथिल्लो घर छ नि यो पराजुलीको घर हो यो यज्ञबहादुर पराजुलीको होइन त्यो घरमा जन्मेको हामी यो दोकानमा आएर चाहिँ मिठाईहरू खाने गर्छौँ बच्चामा अनि त्यस्तै गरेर हामी यता तल आउँछौँ होइन अनि यहाँ तल चाहिँ हामी यहाँ तल चाहिँ टिभी हेर्न आउँछौँ यहाँ यो घरमा सानोमा चाहिँ हामी टिभीहरू हेर्न यहाँनिर आउने गर्थ्यौँ त्यो टिभी कमै थियो त्यतिखेर अनि त्यसपछि धेरै अनि यहाँ त्यस्तै गरेर यो घरहरू यहाँनिर सरोज भन्ने भयो होइन सरोजको घर हो यो चाहिँ हामीलाई यहाँ धनु काँडा सिकाएर के साथीले आँखा फुट्ने गरी धनु काँडा हान्थ्यो क्या मान्छेले सिकाएर अनि जे होस् अहिले यो बाटो हिँड्दाखेरि चाहिँ मलाई अचम्म लाग्छ कि सपना हो त्यो पहिला देखेको होइन सपना त्यस्तो टाइपको फिल गराउँछ त्यो पहिलाको पुरानो बचपनले नै हुर्केको हामी होइन त्यसपछि हामी चाहिँ त्यहाँबाट चाहिँ 5 पढ्नलाई 4-5 पढ्नलाई चाहिँ हामी उँभो 60 दिन गयौँ होला माथि नेपालका गएको हो त्यहाँबाट चाहिँ सबै जिन्दगी नै त्यतै अहिलेसम्म त्यो चाहिँ 60 दिनखेरि छौँ हामी यतातिर घरहरू थिएन पहिला यो घरहरू त पछिबाट जोडियो यहाँ एउटा घरहरू मात्रै थियो अनि पछिबाट यो घरहरू पनि यहाँनिर जोडियो थपियो भनौँ न यही हो रमेश सरको घर एकताल सोध्नु अब यहाँ कहाँ हो माई गड यार के यस्तो हाइलाइट गरेको त ज्याउ देखिँदैछ त यार यहीँनिर कता यहाँ सोधौँ यहाँ सिस्टरलाई थाहा हुन्छ उहाँहरू पनि आफन्तै हो खै सिस्टर ओ रमेश सर आउनु हो तपाईँ यतै हेरौँ अब म रमेश सरको घर सोध्दैछु कुन घर हो हजुरको यही हो आयो नि काल हेरौँ नि त यहाँ बसेर आउनु तपाईँ कहाँ तल हुनुहुन्थ्यो आम्मा हौ एउटा भ्लग पनि गरौँ भन्दै यसो भ्लग गर यहाँ यसो शीतल बसेर हेरौँ नि त यसलाई काल हेरौँ हो यहाँ दोकान ल ए हजुरको घरै यही रहेछ मलाई यही जस्तो लाग्दै थियो कि यस्तै हो नि घर बस्ने दोकान रहेछ जी भएर बस्नु हुँदो रहेछ तपाईँ दोकान एउटा टक्क यहाँ भ्लगमा टक्क भनेर नि एउटा भ्लग बनाउँदै म भ्लगहरू गर्थेँ कि रमेश सर बिचमा बिहेले नभ्याएर ठिक छ त्यसलाई हालौँ यहाँनिर अब बिहेले नभ्याएर बिहे थियो कि बिहे हुँदा यत्रो धेर हुन्छ नि रमेश सर हुन्छ नि न हो यो धेर हुन्छ हजुरमा खाउँ आज हैन म त खादिनँ म त दिले त भन्दा क्याल्सियम अलिक सानो लिनु यो ठुलो भनेर सर यही बढे खाउँदा होइन यो आड्दैन ठुलो तपाईँको ठिक्क हुन्छ या मान्छेले प्रायःले बनाउँदैन नि त अनि फिल्म त आफूले जुगोले बनाउँछ त एउटा दुईवटा होइन त्यत्रो धेरै हुँदैन मैले हजुरलाई भने नि यो बुझ्नेलाई मात्रै हो यो लगभग 100जनाले बेखिँदा नि इलाममा 10जनाले मात्रै बनाउने हो 100वटा बेमा
यो हुन चाहिँ अब यो एल्बम भन्ने बित्तिकै मैले भने अब 10,000 रुपियाँको एल्बम भन्दा त मान्छेलाई के हुन्छ भनेदेखि 10,000 को एल्बम भन्दा त यो एल्बम देखेको छैन नि त एल्बम के बुझ्छ भन्ने उसले अघि भने नि मैले त्यो फोटो हाल्ने अब मेमोरीको लागि त अब रोज के नहुनेको नि त त्यो लागेको फेरि अर्को कुरो त फोटो घुसार्ने एल्बम बुझ्छन् उनीहरूले के त्यो एल्बम त्यो त पुरानो एल्बम बुझ्छन् उनीहरूले अब त्यो बुझेपछि त अनि के हो यो फेरि एल्बम रहेछ बानुकाको आयो हो एल्बम भन्ने यहाँ चाहिँ पहिला बेलाबेलीको ट्याक 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 छ कि अनि त्यसपछि फ्यामिली त्यहाँबाट के त इन्डिया दिल्ली पुगेर आयो माल दिल्लीबाट आम्मामा यहाँ बन्दैन यसको डिजाइन हुँदै यहाँ यताउता मात्रै हामीले गर्ने हो कि यो प्रिन्ट त हुँदै हुने हो यो प्रिन्ट यहाँ हुँदै हुँदैन यो प्रिन्टै हुँदैन पानीमा हाल्दा नि केही नहुने हो यो त्यस्तो माल हो यो चाहिँ क्वालिटी पनि राम्रो क्वालिटी त हेर्नु छ पेपर त यसको त कस्तो चाहिँ दामी पेपर हुन्छ नि हेर्नु टक्क यहाँनिर योहरू हाम्रो कति इन्चीवटा हुँदो रहेछ यहाँ 25 वटाको 2 बढी गरी 50 भयो दाएँ बाएँ 25 सिटको हुँदो रहेछ यो खासमा यसको बनाइ नै मेक नै यो फ्यामिलीहरू राख्दैछ होइन टक्कसँगले बहिनीले छान्नु भएको फोटो गर्दा सबै नै छुट्नु भएन होला सबै हालेको त्यति मैले कुनै पनि दायाँ बायाँ गरेर थपेँ के भन्दा एउटा उपमेयर साबरको थपेँ एउटा बोकेको थपेँ मैले बोकेको पनि छै छ चट्ट बहिनीले फेरि यस्तो मजा मजाको फोटो छान्नु भएछ कि पछिबाट थप्नु भएको छ नि मैले गरेको त दोहोरिएर 100 वटा मात्रै रहेछ मैले गने 90 वटा मात्रै रहेछ मैले गरेकोमा त होइन त्यहाँबाट बहिनीले थप्नुभयो सबै फेरि फाल्टो उसले बहिनीले छानेपछि अनि फेरि उता बहिनीले लगभग 60 वटा जस्तो छानेपछि अनि मात्रै पुरा भयो फोटो त कस्तो बवाल जय साहबले पनि हिलाई चाहिँ एकताल देखाउनु पर्थ्यो होला होइन म कलमा भिडियोमा जय साहबलाई त भिडियोमा देखाउने होला होइन यो कस्तो छ भन्ने नै थाहा नहुने भयो त्यति पठाइदिनु होला उता अब ठिक छ यो टाइम भयो भने हेर्नु न हजुरले राम्रो छ होइन त्यसले नै हतारै गर्दै थियो हप्ता भित्रै गरिदिनु भन्नु दाइलाई भन्दै थियो झन् छिटोको भयो छिटो धेरै राम्रो लाग्छ अब यी बहिनीको है रियलमा त यो फोटोमा यो प्रिन्टमा पो राम्रो आएको थियो नि उहाँहरूको एक्सप्रेसनहरू सबै कुराहरू राम्रो देखियो क्या यहाँ चाहिँ अघिल्लो दिनकै हो यो अघिल्लो दिनको हामीले तल खिच्यौँ नि अघिल्लो दिनको होइन अब पछिल्लो दिनकोहरू पनि यो पनि तलकै हो अघिल्लो दिनकै होइन के दिनहरू भयो तिमीलाई अब पछिल्लो दिन अब यहाँ जन्तीलाई स्वागत भयो यहाँ अब यहाँबाट चाहिँ सुरु सम्धी सम्धी हेर्नु न यहाँ मजाइ हेर्नु न मजाइले कस्तो खतरा हाँस्नु भएको छ मजाइ नै मिठो छ यो दारी चन्दन के भन्छ घरमा यो दारी चन्दन भन्छ होइन यसलाई यो दारी चन्दन भन्छ फेरि उहाँ मामा कडा हुन्छ यहाँ नै यहाँ हात उठायो अब यहाँ बेहुलालाई स्वागत गरियो यहाँ गरियो यहाँ गरियो टोपी यहाँ गीत राख्यो रितहरू बोलियो यी रितहरूमा यो थियो ट्याक्कै निकाल्दै गरेर बेहुली लाने के घोप्टो परेको नि अनुहार देखेन छेडेछ के अरे भाइले होइन त बेहुली के अरे मान्छे बोकेको लागि कता क्यामेरातिर फोकस हुँदैन नि त होइन उता फर्केछ क्या भाइले छेडेछ अनि स्वयम्वर भयो नि त त्यहाँबाट आएर ट्याक्कै तल स्वयम्वर सुरु भयो ट्याक्कै स्वयम्वरी बेला बेला लगाइदिने स्वयम्वर भयो त्यसपछि यो एरियातिर चाहिँ रमेश सर छुट्नु भएको छ यो हेर्दैछु म अहिले याद गरेँ मैले यहाँ पनि हुनुहुन्न यहाँ नि हुनुहुन्न यहाँ पनि यो कान्छा सबैमा छ फेरि कान्छो जम्मैमा छ फेरि कान्छा माथि नै थियो बाहिर जम्मैमा छ कान्छो फेरि कान्छो कहाँ छुटेकै छैन यहाँ हेर्नु न सबै ठाउँ छ कान्छो रमेश सर हुनुहुन्न कहीँ यहाँ चाहिँ रमेश सर छुट्नु नै भयो किनभने यहाँ हुनु पर्थ्यो क्या उहाँ सबै हुनुहुन्छ नि त अरू यहाँ चाहिँ छुट्नु भएको कान्छो हेर्नु न फेरि यहाँ पनि यहाँ कान्छो जहाँ बसेको छ ती बसे भयो यी हेर्नु कान्छो हेर्नु जहाँ लु हेर्नु त कान्छो जहाँ छौ जान्छ ठ्याक्कै बसेको रहेछ त्यो कान्छो त्यहीँ जुनैमा पनि छ हौ कान्छो ती कहीँ छुटेको छैन
जति यहाँदेखि ट्याक्कै छ फेरि रमेश सर बाहिर पनि हेर्न थाल्नु होला म बाहिर थिएँ कि तल म त माइत मामा रहेछ छ मामा होइन त्यो उयोमा अझ सबै फोटो त कहाँ हुन्छ त माइली मैस एउटामा भन्नु भयो यहाँ छ यो दिदी सुजन सुजना छ यो भाइ त जहीँ छ यो जहीँ छ भाइ कान्छो त जहाँ छ र म झक्कभरि त यहाँ हान्ने यो कान्छो जहाँ बसेको छ ट्याक ट्याक बसेको छ त्यो छ मजा आयो ल थ्याङ्क यू मजा आयो मजा आयो मजा आयो ल मजा आयो ल मजा आयो ल मजा आयो फेरि भेटौँ सिस्टर ल नमस्कार ल भेटौँ ल हजुर सर फेरि भेटौँ ल फेरि भेट्नु ल गर्दा फेरि भेटौँ ल मजा आयो ल रमेश सर ल थ्याङ्क यू म भिडियो पठाइदिन्छु यो तपाईँलाई मजा आयो ल रमेश सरको ल चिसो पनि खाइयो अब गयो एल्बम हेरियो अब चोकतिर काम छ त्यहाँबाट घर गइन्छ जोगिएर हिँड्नु जोगिएर होइन पेन्सिल सेतोवाला पेन्सिल चाहिँ चाहिन्छ यसमा व्हाइट पेन्सिल देखाउँ त हो यो चाहिन्छ यो हो यो चाहिन्छ ए कोरेर यो चाहिन्छ यो सेतो चाहिन्छ कि अझ मजाले कोर्ने हुन्छ यो कोर्दैन क्या अहिले डर जस्तै कोर्ने हुन्छ एउटा सेट घुमाएको छैन यसलाई ए हो रहेछ सबै सामान रहेछ नि त सेट रहेछ जम्मै रहेछ नि जम्मै रहेछ ल ब्लेन्डिङ ठिक लाग्यो मलाई सेटै किनेको छैन ठिक लाग्यो ठिक लाग्यो मजा आयो मजा आयो यो के हो इरेजर रहेछ मजा आयो ल साह्रै राम्रो बनाउनु भएको छ यो आँखामा हुनुपर्ने कुरा छ दामी छ नि यो सेटै दामी छ नि टक्क गरेर यसलाई बनाएको मजाले त्यहाँबाट सेतो र नि कालोले अलिक कडा कोरेर ट्याक ट्याक फिनिसिङ गरेर अनि सेतोले पनि ठ्याक ट्याक ट्याक ठाउँ दिएपछि त्यसको नि डिटेल्स मजाले देखिन्छ त्यही बनाउनको लागि भनेर चाहिँ मैले यो अब बन्दैछ यो प्रोसेसिङ चल्दैछ राम्रो बनाउनु आँखामा छ नि यही आँखा बनाउनु देख्नु स्याडो चाहिँ दिनु सक्छ स्याडो हो के त्यो स्याडोले चाहिँ के गर्दो रहेछ भने नि त्यो गहिरो भाग र उठेको भागलाई देखाउने भाग चाहिँ स्याडो बढी कालो भयो भने त्यो गहिरो भाग हुन्छ लाइट बढी भएको भाग भयो भने त्यो उठेको भाग देखाउँछ त्यसले स्याडोले देखाउन सकिन्छ स्याडोले हो स्याडोलाई मिलाउनु जान्छ स्याडो मिलाउनु यहाँ त्यो स्याडो हो त्यो क्या पुरा आँखा प्र्याक्टिस भएको छ नि बल बनाउनुपर्छ अहिले बल चाहिँ राम्रो छ इस धेरै यो यिनीहरूभन्दा यो अगाडिको यो पनि राम्रो छ यो अझै फिनिसिङ छ यो चाहिँ भर्खर प्र्याक्टिस गर्दै यसले चाहिँ यो अलिक भएन भन्नु परेला भएन भनेर छोडिदियो यो चाहिँ स्ट्रक्चरहरू मात्रै प्र्याक्टिस गरेको राम्रो बनाउनुपर्छ यो अति छ यस्तै हो अति छ मजा आयो यो बनाएर हजुर ल फेरि भेट्छु हजुरलाई ल हस् हुन्छ हजुरलाई फेरि भेट्छु मजा फर्केँ अब काम लगभग सक्यो के लानु छ कि भन्छु बिर्सो कि बिर्सिन त्यही हो अब फर्केको काम सक्यो इलाममा काम थिएन फर्के साथी अब फर्किनु पर्छ घरमा गएर काम छ त्यो बाटो चाहिँ मात्रै हो भिडियो चाहिँ आज चाहिँ घाम चाहिँ आज खत्रै लागेको है त्यो एकदमै खतरा लागेको हो
इलामा पानी पर्थ्यो होइन। घाम लागेपछि आज एकपल्टै ब्रेक गरेँ। अब यो फेरि अब यहाँनिर आयो। यो वर्ल्ड कपको खतरा ठाउँ रहेछ यो धोबीधारामा। वर्ल्ड कपको के भन्ने होला, यो दसैँ भने पनि, तिहार भने पनि वर्ल्ड कपको होइन। यहाँ त्यो साथीहरूलाई माघे सङ्क्रान्ति भने पनि वर्ल्ड कपको होइन। यहाँ त्यो अन्य त के भने शिवरात्रि भने पनि, क्रिसमस भने पनि अब लागेको छ यहाँ त्यो वर्ल्ड कप साथीहरूलाई गरे एकदमै धेरै वर्ल्ड कप लागेको छ साथीहरूलाई छ अरे त। यो अब आजलाई के हुन्छ यार, अब त काम सक्यो, अब काम सक्यो। यो सच्याउनु गाह्रो हुँदो रहेछ यार, आफै कमिलो गाह्रो गाह्रो। साथी फेरि म अर्को